नमः शिवाय। आजको यो पावन शुभ अवसरमा शिव शक्ति नैका परिवारको आँगनमा खुसी आशिष र आस्थाको अद्भुत संगम भएको छ। आज हामी यहाँ गुरु नवराज जी का सुपुत्र नन्हा शिवांश को अन्नप्राशन संस्कार मनाउन एकत्रित भएमा छौं। संस्कार को अर्थ अन्नपासन केवल पहिलो भात खुवाउने कर्म मात्र होइन, यो त जीवनको नयाँ यात्राको शुभ आरम्भ हो। आजदेखि आमाको दुधसँगै अन्नको स्वाद चाख्दै शिवांशले समाज संस्कार संस्कृतिसँग पहिलो चिनारी गाउँदैछन्। वीर शिवांश प्रति शुभकामना हे नन्हा शिवांश, तिमी शिवको नाम बोकेका छौ, शक्तिको आशीर्वाद पाएका छौ। तिम्रो जीवन शिव जस्तै शान्त, शक्ति जस्तै साहसी र सूर्य जस्तै तेजस्वी रहोस्। तिमी जहाँ जाऊ ज्ञानको उज्यालो फैलियोस्, सत्यको बाटो नछुटोस्। बन्धो माता पिता प्रति सम्मान गुरु नवराज जी र आदरणीय माता आज तपाईहरुको मायाको फल सबैका सामु मुस्कुराइरहेको छ। शिवांशको हरेक कदममा तपाईहरुको संस्कार अनुशासन र आशीर्वादको छाया रहोस्। कुन देवताको आह्वान 6 महिना लाग्यो गुरुबाले छोराले कोले बाबाले कति बजेबाट सुरु भएको गुरुबा 2 बजेबाट चाहिँ सुरु भएको है। आजबाट चाहिँ हाम्रो बाबुले नाम खाए
आज अलिकति ढिलै भयो भने लाइट पनि नपर्दो रहेछ छत भएर हाम्रो कलाकारहरूको कोही आइडिया भोलि आउनु पर्सि आउँछ भन्ने धार्ने के फ्लाइट पाइन भन्ने होइन कति मिनट हो है तपाईँ मासु त खानु हुँदो रहेछ म त खानुहुन्न होला भन्नु थालेँ क्या ए केही खानु दुख लाग्यो अलिक दुख लाग्यो तपाईँ पहिला भन्दा मलाई त्यस्तै लाग्यो क्या हो त्यस्तै लाग्यो एकदम हामी नजिकको तर यस्तै समयमा मात्रै भेट्ने त्यता पनि ल बाबु खाना उता 3टा लिएर जाऊ ल त्यहीँनिर सडक खोपे आइदियो त जान्छ आउँदा त म आइदिनु है भाँदैन अहिले दिदी हराउनुपर्छ कि छैन त फोटो होइन नि भिडियो अब चाहिँ बल्ल राम्रो आयो होइन अहिले राम्रो अनि फोटो खिच्नुपर्छ म यता बल्ल चाहिँ अलि राम्रो आयो नि सुसुया बल्ल चाहिँ अलि राम्रो आयो क्या बल्ल राम्रो आयो नि लाइट अहिले बल्ल खान्छ हिरोनी पो रहेछ यतै हेर न म त कपाल यता हेर त किन ढिला आएको नि तिमी हामी त दुईदेखि आएको दुईजना ढिला अनि फेरि कति हिरोइन म डान्स हेरेर हुन्छ टिकटकमा खतरा खतरा गर्छु अस्ति धेरै नखाइदिनु नानी क्या हुन्न आजको टिका लगाइदिन बेस यता पनि फर्काउनु पऱ्यो दिदीहरू चाहिँ हिरोनी रहेछ कि बहिनी चाहिँ मोटाएर बोलाउनै ल सुसु लगाइदिनु
आइरह सुसु मैले भिडियो बनाइदिरहेको बुद्धिले चाहिँ जाऊ है म भोलि आउँछु त्यही नै सर्ला घर मैले ताने काटिहरू आउने बित्तिकै आइरह तपाईँ त अघिदेखि मैले तपाईँको त अब यता यता जाने खाऊ है खाइसक्यौ फोटो होइन नि नानी भिडियो बल्ल अलिकति राम्रो आयो कि अघि त लाइटै नराम्रो आएर फोटो होइन भिडियो बनाइदिनु मैले गीता दिदीहरूको ल है एउटा यो चाहिँ रोलिङ है सबजना यता फर्किनु नि यता कान्छालाई लिएर यता फर्किनु त के अरे बाबुलाई लिएर यता फर्किनु भिडियो बनाइरहेको छु कि अब चाहिँ राम्रो लाइट आइरहेको छ क्या सबैको अहिले चाहिँ होइन अघि पनि राम्रो ल है है सुसु सबैको बनाउनु लाग्यो खै त हेर्नु त भिडियो बनाउनु लाग्यो ल म यहाँ सबको एउटा भिडियो बनाइदिन्छु अनि ल खोइ त खानेकुरा त खाइसक्नु भयो ए आगो छैन यहाँ त यस्तै गाह्रै रहेछ आएकै छैन हेलो आज त निकै हिरो निकाल्न भएको छ के हो यसको राज भन्ने क्या यत्रो बेर नआउनुको कारण के हो छोरो उता कति राम्री आमा छोरी छोरी भन्दा आमा राम्री है नानी भिडियो बनाउँदा उतापट्टि बस्नु ल म फोटो दिन्छु ल।